हेलो साथीहरू, वेलकम टु माई मिनी भ्लग। के छ तपाईँहरू, सन्चै हुनुहुन्छ? मलाई चाहिँ हल्का रुगाखोकी लागेको छ कि साथीहरू। म चाहिँ बिनु राई केसी। आज चाहिँ बफ अचारको रेसिपी लिएर आएको छु है। मैले चाहिँ हड्डी र छाला बसो नभएको मासु लिएर आएँ। अनि त्यसपछि त्यो मासुलाई चाहिँ थोरै नुन, थोरै बेसार र तोरीको तेल हालेर मुसेँ। एकछिन यत्तिकै छोडिदिएँ। त्यसपछि मसला बनाउनतिर लागेँ साथीहरू। मसला पनि रेडी भयो। त्यसपछि तेल पनि तातिएछ। मासु हालेर रातो भइन्जेलसँग फ्राई गरेँ मैले चाहिँ। यो चाहिँ जति फ्राई गरेँ त्यति लङ टाइमसँग हुन्छ अरे क्या। अनि अदुवा लसुन सबै रेडी पारेर मैले चाहिँ मिल्क कफी खाएँ। त्यसपछि फेरि मैले काम सुरु गरेँ। अदुवा र लसुन पहिला भुटेँ, अनि त्यसपछि 2टा सुकेको खुर्सानी काटेर हालेँ। अनि मसला स्वाद अनुसारको मैले चाहिँ तेजपत्ता पनि हालेँ है साथीहरू। त्यसपछि ल्वाङ र सुकमेल थोरै हालेँ। अनि घरमै पिनेको धुलो खुर्सानी। त्यसपछि चलाएँ। त्यसपछि फ्राई गरेको मासुलाई चाहिँ हालेर एकछिन चलाएँ। यो अचारमा चाहिँ मैले 2 चम्चा धनियाँ, 2 चम्चा जिरा, थोरै टिमुर, थोरै सौँफ, थोरै मरिच, थोरै नुन र थोरै भेनिगर पनि हालेँ। त्यसपछि मैले 30 सेकेन्ड जति चलाएँ। अनि बफ अचार रेडी भयो साथीहरू।